आज म एकदमै इम्पोर्टेन्ट टपिक लिएर आएको छु। यदि तपाईँ चाहिँ फेसबुकबाट चाहिँ 2-3 घण्टा काम गरेर आफ्नो कामलाई डिस्टर्ब नगरिकन के तपाईँ पैसा कमाउन चाहनुहुन्छ? यदि पैसा कमाउन चाहनुहुन्छ भने तपाईँको लागि चाहिँ भिडियो एकदमै इम्पोर्टेन्ट हुनेवाला छ। स्किप नगरिकन लास्टसम्म चाहिँ पक्कै पनि हेरिदिनु होला। आशा छ तपाईँले पक्कै पनि हेर्न चाहन्छ, पैसा हल्कासले चाहिन्छ, तपाईँ पक्कै पनि पैसा कमाउन चाहनुहुन्छ भने तपाईँले यो भिडियो नछुटाउनु होला है त। हामीले चाहिँ फेसबुकमा चाहिँ के गर्ने, हामी सबैले चाहिँ 2-3 घण्टा फेसबुकमा काम गर्ने भनेर भनेको छ। तर हामी चाहिँ यदि विचार गर्ने हो भने दिनभरिमा कमसेकम 8-10 घण्टा मोबाइलमा टाइम बितिरहेको हुन्छ। तर 2-3 घण्टा मात्र हामीले चाहिँ प्रोडक्टिभ भएर चाहिँ काम गरियो भने पक्कै पनि पैसा कमाउन सकिन्छ। त्यसमा चाहिँ गर्ने के त भन्दाखेरि 4वटा काम छन्। 4वटा काम के त भन्दाखेरि पहिला चाहिँ हामीले 4वटा पोस्ट हाल्ने, चाहे त्यो टेक्स्ट पनि हुनसक्छ, भिडियो हुनसक्छ है, अनि त्यो चाहिँ स्टोरी हुनसक्छ या फिर त्यो चाहिँ रिल हुनसक्छ। यिनी 4वटा काम चाहिँ तपाईँले गर्ने पहिला। त्यसपछि 4वटा काममा चाहिँ पहिलो काम चाहिँ गर्ने के त भन्दाखेरि भिडियो हाल्ने। भिडियो हालिसकेपछि तपाईँले चाहिँ फरी पेजमा तपाईँले फेसबुक ओपन गर्ने बित्तिकै फरी पेजमा जति पनि भिडियोहरू आएका छन् या कुनै टेक्स्टहरू आएका छन् है, त्यो चिजलाई तपाईँले के गर्ने, नजरअन्दाज नगर्ने, त्यहाँ चाहिँ हेर्ने। एटलिस्ट तपाईँले चाहिँ कमसेकम 10 सेकेन्ड चाहिँ हेरेको हुनुपर्छ, किनकि फेसबुकको अल्गोरिदमले 5 सेकेन्डभन्दा तलको चाहिँ भ्यूलाई काउन्टिङ गर्दैन। त्यो काउन्टिङ भएन भने तपाईँको चाहिँ त्यो भ्यू खेर जान्छ। त्यसले गर्दाखेरि 10 सेकेन्डभन्दा तपाईँले माथि हेरेको हुनुपर्छ है। यो भयो दूसरा काम। तीसरा काम के त भन्दाखेरि तपाईँले चाहिँ रियाक्ट गरेको हुनुपर्छ। रियाक्ट गर्ने, लाइक गर्ने है, या फेरि इमोजी दिने या लभ साइन दिने, त्यो चिज गर्ने। त्यसपछि चौथा काम के त भन्दाखेरि कमेन्ट गर्ने। कमेन्ट के त भन्दा त्यो भिडियोसँग रिलेट खाली खालको कमेन्ट गर्ने, यानि त्यहाँ चाहिँ कुनै इमोजी या नमस्ते या दिल त्यहाँ ठिङ्गा ठुङ्गा केही पनि नदिने। तपाईँले बकाइदा तपाईँले चाहिँ किबोर्डमा चाहिँ लेखेर टाइप गरेको हुनुपर्छ, त्यो कमेन्ट गर्ने। यदि 4वटा काम चाहिँ तपाईँले लगातार कमसेकम 15-20 दिन गर्नुहोस्। 15-20 दिनपछि तपाईँको भ्यू अटोमेटिक बढेर जान्छ। फेसबुकले ठान्छ कि यो चाहिँ क्रिएटर हो, यो चाहिँ एक्टिभ छ, यसले चाहिँ केही न केही गर्छ भन्ने उसलाई लाग्छ फेसबुकको अल्गोरिदमले, र तपाईँको चाहिँ भिडियोहरूलाई चाहिँ फरी पेजमा पुर्याउन थाल्छ। फरी पेजमा चाहिँ पुर्याउन थाले पनि संसारभरि चाहिँ जताकतै मोबाइल छ, जताकतै यदि पुर्याउन थाल्यो भने तपाईँको अटोमेटिक तपाईँको चाहिँ भाइरल हुन्छ। तपाईँ भिडियोहरू पोस्टहरू अटोमेटिक भाइरल हुँदै जान्छ र भ्यू पनि आउँछ है। यदि 4 काम गर्नुभयो भने तपाईँ चाहिँ कमाउन सक्नुहुन्छ। र कतिपयको चाहिँ के छ भने गुनासो, जसको मोनिटाइजेसन खोलेको छैन त्यहाँ चाहिँ वेट लिस्ट आएको होला। वेट लिस्टमा चाहिँ 3 लाख भ्यू आयो भने मोनिटाइजेसन टुल दिने भनेर त्यहाँ चाहिँ त्यो एउटा चाहिँ क्राइटेरिया आएको होला। तर त्यो कसैको पुरा भएको छैन भनेर मान्छे चाहिँ रोइ कराइ गरिरहेका छन्। अरूको भिडियो चाहिँ हेर्नै नचाहने है, आफ्नो चाहिँ भ्यू बढोस् भनेर चाहने, त्यस्तो पनि कोही हुन्छ त? पक्कै पनि हुँदैन। फेसबुकले चाहिँ उसैको चाहिँ लिस्ट भ्यू बढाउँछ जो चाहिँ क्रिएटिभ छ, एक्टिभ छ। जब तपाईँले यदि काम गरिसक्नुहुन्छ अनि त्यसपछि फेसबुकले अटोमेटिक तपाईँको चाहिँ भ्यूहरू बढाउन थाल्छ। तपाईँको चाहिँ भिडियो पोस्टहरू चाहिँ के गर्छ, फरी पेजमा हाल्न सुरु गर्छ अनि तपाईँको चाहिँ भ्यू बढ्न थाल्छ। अनि त्यसपछि तपाईँको चाहिँ गुनासो हराएर जान्छ कि मेरो भ्यू बढेन भनेर होइन। त्यसले गर्दाखेरि हाम्रो मनस्थिति के छ भने आफ्नो चाहिँ भ्यू आओस्, हाम्रो चाहिँ पोस्टहरू चाहिँ लाइक कमेन्टहरू आओस्, भ्यू आओस्, अरूको चाहिँ जेतला होला भन्ने, अर्को चाहिँ हेर्दैन हेर्ने, स्किप गरिदिने, जो मन पऱ्यो त्यो हेर्ने, जो पायो त्यो हेरिदिने, त्यसले पनि हुँदैन। त्यसले गर्दा आफ्नो कन्सिस्टेन्टली अनि कन्टिन्यू लगातार हामीले चाहिँ यो काम 20-25 दिनसम्म गरेर हेर्नुहोस् त, तपाईँको चाहिँ अटोमेटिक बढ्छ। त्यसपछि गएर कसैको चाहिँ के छ भने जसको मोनिटाइजेसन टुल खुलिसकेको छ त्यसलाई चाहिँ मैले यो उसले फेसबुकले के दिएको छ भन्दाखेरि एउटा बोनस दिएको छ, बोनस टुल दिएको छ। त्यहाँ चाहिँ $160 दिने गरेको छ। त्यहाँ चाहिँ के, त्यहाँ क्राइट लिमिट के दिएछ भनेपछि 30 सेकेन्डभन्दा माथिको भिडियो हुनु पर्यो र त्यसमा चाहिँ ओरिजिनल भ्यू आउनु पर्यो 2,15,000। 2,15,000 भ्यू आएपछि 2टा भिडियोमा त्यो हुने, यदि आयो 2टा भिडियोमा 2,15,000 भ्यू यदि आयो, त्यो पनि ओरिजिनल भ्यू आयो भने तपाईँलाई चाहिँ 1,60,000 दिन्छु भनेर यो फेसबुकले चाहिँ भनेको छ। तर त्यसको लागि के त, ओरिजिनल भ्यू भनेपछि कतिपय लगभग 50% के छ 5 सेकेन्डभन्दा तल नै भ्यू हेरिदिन्छन्। त्यसले गर्दा त्यो ओरिजिनल भ्यूमा गनिँदैन। 10 सेकेन्डभन्दा माथि तपाईँले चाहिँ हेर्नुभयो भने त्यो ओरिजिनल भ्यूमा गनिन्छ। जसले गर्दाखेरि 30 सेकेन्डको भिडियोलाई 2,15,000 भ्यू यदि ल्याउनु छ भने त्यहाँ चाहिँ कमसेकम पनि 5 लाख भ्यू हुनुपर्छ। 5 लाख भ्यू आउनको लागि चाहिँ तपाईँले मेहनत गर्नुहोस्। मेहनत गरिसकेपछि तपाईँको चाहिँ पक्कै पनि भिडियोहरू फरी पेज जान्छ। फरी पेज गएपछि तपाईँको भ्यू बढ्छ र तपाईँको चाहिँ त्यो बोनस पनि तपाईँले बोनसको पनि हकदार तपाईँ हुनुहुन्छ। त्यसले गर्दाखेरि एक अर्कामा चाहिँ सपोर्ट अवश्य पनि गर्नुपर्छ। एक अर्कामा यदि सपोर्ट गर्दैन, एक अर्काको चाहिँ वास्ता गर्दैन भने यो पनि सम्भव छैन। त्यसैले दिनको 2-3 घण्टा चाहिँ यसरी चाहिँ कन्टिन्यू लगातार यदि फेसबुकमा मेहनत गरियो भने पक्कै पनि हर कसैले पैसा कमाउन सक्छ। आफ्नो नोकरी पेसा या तपाईँ कृषि कार्यमा हुन्छ, जुन पनि काम हुन्छ त्यो काम गर्दा गर्दै फेसबुकमा 2-3 घण्टा लगाएर तपाईँको मिनिमम पनि यदि $100 आयो भने नेपालको हकमा चाहिँ कति बन्यो त, कति भयो 15,000 बन्न जान्छ। 15,000 यदि फेसबुकमा 2-3 घण्टा काम गरेर महिनाको 15,000 आउँछ भने तपाईँको दुधको खर्च, तपाईँको सानसानो बच्चा बच्चीको चाहिँ स्कुलको कापी किताबको खर्च, केही न केही खर्च तपाईँको चाहिँ पक्कै पनि पुरा हुन्छ।
है त। अझै पनि त्यसमा चाहिँ अझै क्रिएटिभ भएर काम गर्न जानुभयो भने तपाईँको पैसा चाहिँ बढ्दै जान सक्छ, अझै बढ्न सक्छ। यसै फेसबुकबाट मान्छे धेरै धेरै कमाइरहेका छन् होइन। आउनुहोस् तपाईँ हामी हातेमालो गरौँ, एक अर्कालाई सपोर्ट गरौँ र फेसबुकबाट हामीले चाहिँ सबैले बराबर कमाउँ है त। त्यसैले गर्दाखेरि यो भिडियो चाहिँ इम्पोर्टेन्ट पनि हुन्छ। यदि तपाईँलाई इम्पोर्टेन्ट लाग्यो यो भिडियोमा चाहिँ तपाईँलाई चाहिँ केही न केही जानकारी लाग्यो, केही न केही राम्रो लाग्यो भने चाहिँ यस भिडियोलाई चाहिँ सक्दो सेयर पनि गरिदिनु होला र एक अर्कालाई सपोर्ट पनि गर्नु होला र कमेन्ट पनि अवश्य गर्नु होला कि मैले तपाईँलाई चाहिँ भनेको कुरा तपाईँलाई कतिको चाहिँ उपयोगी लाग्यो त्यो पनि भनिदिनु होला।